जसरी हुन्छ हामीलाई फेरि जान फेरि यही तल छ क्या ठ्याक्कै उत्तो डाँडाको तलपट्टिको रोडसम्म पुग्न छ क्या जसरी भयो नि त्यही भएर हामी ए पाक मलाई फेरि यस्तो ठाउँ बल मनपर्छ कि दाइ हेर्नु है म त आएँ दाइ यस यस दाइ राम्रोसँगै दाइ यहाँबाट खसियो नि गइयो तर कस्तो बेला बेला सोचेको मैले बसन्ती यस्तरी कुदाउँछु भनेपछि फेरि आफूलाई हो कि चाहिँ त्यस्तो भन्न त खोजेको होइन तर डट पाएछु भने त कति मजाले लुक एट द भ्यू गाइज टक्क लाएर ल भ्यू देख्न सक्नुहुन्छ है यही है यही अमरमगढ चाहिँ दाइ अब भेजा आखानु भयो मलाई दिएर दाइले शुद्ध ल्याउनु भयो सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई ब्लग सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजको ब्लगको सुरुवात भएको छ हाम्रो स्ट्रिट डगबाट होइन यसलाई चाहिँ कस्तो बानी लाग्यो क्या हुन्छ नि 4-5 दिनबाट चाहिँ यहीँ आइरहन्थ्यो यताउति अनि मैले यसको अझ टुङ्कीको दाना दिन्थेँ क्या मसँग टुङ्की छ नि त त्यसको दाना लिएर अनि खानेकुराहरू पनि दिइरहेको छु कि मैले यसलाई देख्ने बित्तिकै त्यही भएर हेर न यसकै घरै बनेको क्या यहाँ मैले बसन्ती पार्क गर्छु अनि यतै सुत्छ क्या यो के भन्ने त्यही खोजेको क्या अब मेहनतले चाहिँ अब यसले खान्न क्या किनकि एउटा दिन्छ भन्ने चाहिँ यसलाई भइसकेको छ नि त त्यही भएर र अहिले चाहिँ म मरमकोट जान लाग्यो एउटा दाइसँग को दाइ अहिले मलाई आएपछि देखाउँछु अनि त्यसपछि बसन्ती देख्न सक्नुहुन्छ गाइज त्यो कुकुर कहाँ गयो स्ट्रिट डग भनेको रिसायो क्या हो यहाँ हेर्नु नि दाना ल्याइदिएको थिएँ माथि गएको थिएँ तल आउँदा छैन अहिले कहाँ गयो अहिले आएर खान्छ अरू पनि कुकुर आइरहन्छ कि फेरि अरूले पनि खान्छ यहाँ हाम्रो भाइ छन् मेरो भाइ भ्लगमा आउँछु भनिरहेको थियौँ ल वेलकम टु माई ब्लग अरू के भन्न आइसक्रिम खाँदै हो र के छ सब्सक्राइब छ के छ नाम भन नाम संस्कार भ्लग छ के छ संस्कार मात्र ए संस्कार परिहार छ सो गाइज त्यही हो एउटा दुइटा भए पनि बढ्छ है त अब ल मैले भेटाएछु भने चाहिँ भाइको मैले लिङ्क के अरे डिस्क्रिप्सनमा राखिदिन्छु हेर्नु होला है त ल धेरै त नाम भन न के छ तिम्रो युट्युब च्यानलको नाम भन सुरुबाट संस्कार परिहार छ भयो भाइ अहिले मलाई फोन ल्याऊ बसन्ती पनि फोहोर भयो तर एकपालि धुने मन चाहिँ छ्याक्क हुन्छ अरू भनेको त्यस्तै एकपालि कलर पनि हान्नुपर्छ एक दिनमा मिलाएर हान्छ नि यहाँ पछाडि हेर नि गाइज यो त ब्लेडको के त कटिङवाला उस हुन्छ नि फलामहरू काट्ने हो कि के ब्लेड हो यो राखिदिएको पछाडि यस्तो दामी मजा आउँछ नि आवाज बुर्र टाइपको के जस लाउड पनि छैन आफूलाई चाहिँ एउटा सेटिस्फ्याक्सन मिल्छ क्या आनन्दको एक्लैलाई सुन्न क्या बुर्र टाइपको होइन भाइ भाइ बोली के बुझ्दिनँ त म के भनेको ल भन हो बवाल त के कहाँ गयो भनेको त यहीँ पो लुकिरहेको रहेछ त यहाँ भित्र अघि मैले यहाँसम्म मात्र हेरेको म त बाहिर गयो होला यहाँ भित्र रहेछ यसको घर गाइज के गर्ने माया लाग्छ ल आइज ल तँलाई पुछ ल्याइदिन्छु खानेकुरा ल बोलाऊ त भाइ बोलाऊ ल आइज ल आइज आऊ ल यहाँ आइज ल ए यहाँ चाहिँ हेर आइज ल ल यहाँ ए ल आइज ल आऊ अब यो यहीँ उस भयो क्या यसलाई अब यहीँ दिन्छ भनेर सधैँ यहीँ आउँछ गाइज अझ हुन्छ नि हामीलाई होला मम्मीले भन्नुभएको थियो च्यानल गेट यसको फेरि अलि उसवाला छ क्या के भन्छ स्मुथवाला यो कुकुरहरूले कस्तो दिमाग होला क्या हेर्नु न आफै खोल्ने गरे क्या गरेर हुन्छ नि त टाउकोले गर्दै खोल्ने गरे क्या मम्मीले भन्नुभएको थियो हो तैँले त्यस्तो काम गर्छस् र टोक्दैन हेर्नु नि माया लाग्छ नि त यस्तरी सधैँ जस्तो कहाँ हो सो दाइ आउँदा जरुरीसम्म चाहिँ म हजुरलाई आज प्रवास घुमाउँछु है त भाइ कता घर जाऊ तिमी मैले मम्मीले खोज्नु होला सोधेर आएको ल म गएको है बाई आज कसको बर्थडे होला गरे आज 2 करोडजनाको बर्थडे हो अब सोच अब कसको बर्थडे हुन्छ एक दिनमा यो पृथ्वीमा यति धेरै मान्छे छ कि एक दिनमा 2 करोडजनाको बर्थडे हुन्छ एक दिनमा एउटा के गरे तिम्रो नाम पनि छ हो र ह्याप्पी बर्थडे टु यु भाइ साँच्चै त्यही भएर टिका सिका लागेको रहेछ ल कति वर्ष भयो 8 ल है त ल है त ल है त म गएको अब यसो प्रवास घुम्न ए ल आऊ तिमीलाई पनि घुमाउँछु मैले घरमा ढिलो त भएन भएछ कि नि घरमा ढिलो भयो छैन बस त्यसो तिमीलाई मैले प्रवास घुमाएर आउँछु ए भाइ त बसिहाल्यो त बस्यौ
ल हेर्नु त गाइज आमा ओए कस्तो राम्रो देखिएछ न भाइ हेर त हो र अगाडि उसलाई झर ल यहीँ आएको हामी 200 कमाएको तिमीले टिप दिएर अरूलाई दिने अनि अरूले पैसा दिएको तिमीलाई सही हो ल यतिको उमेरमा यतिको सोच चाहिँ हुनुपर्छ जे अरू भनेको त्यस्तै हो भाइ पैसा चाहिँ कमाउनुपर्छ है तर राम्रो काम गरेर है सो यही हो गाइज पर्वास चाहिँ मेन पर्वास छ छोटो मिठो हजुरलाई देखाऊँ भनेर के ओह माथि तानसिन भइहाल्यो हेर्नु नि कमलको फुलहरू आम्मा ओहो टिप्नको लागि कोसिस गरेको भाइ पैसा कमाउने फेरि जाऊ ल अझै पनि टाइम छ है भाइ म टिपिदिन्छु 200 दिनु भन ल ठिक छ ल यतिको चाहिँ हुनुपर्छ कस्तो दामी छ के र योभन्दा दामी चाहिँ मेरो बसन्ती छ हेर्नु गाइज आमा एक दिन यो अलिक फोरो देखियो तर अझै राम्रो हुन्छ किनकि के अरे उस धो छैन नि त एकबार टक्क धोएर फेरि एकलट स्प्रेहरू हान्नु पऱ्यो कि जान त गएन केही भएन सब कालो यता झन् टिलिक्क हुन्छ कि अनि मैले बसन्ती नधोकै कति खाएको हाम्रो माथि दाइकोमा फेरि त स्प्रे हो सधैँ त बानी लाग्यो कि स्प्रे हान्ने बानी लाग्यो अनि धो अनि राम्रै देखिन्छ तर यिनीहरूको यो यिनीहरू त जान्न नि त एलोइमा यो दागहरू यो चप्केको के त्यही भएर एकपल्ट चाहिँ मैले धुन छ ठिक छ एक दिन मिलाएर चिटिक्क धुनु पर्यो टुपिन छ घरै जान सब छ त त्यहाँ खुल्लै छ बाबा हुनुहुन्छ ठिक छ म यसो आज मरमकोटतिर गइदिउँ भने एउटा दाइलाई कुरेको त्यही भएर होइन दाइ आउँदै हुन्छ एक्लै त किन जाने हेर दाइ एउटा उहाँ पनि भ्लगर हो क्या कुमार पुन भन्ने हेर्न र फाइनली हाम्रो कुमार दाइ पनि आउनुभएको छ दाइ वेलकम टु माई भ्लग टक्क हाम्रो चाहिँ हुन्छ नि केही फिक्स पनि थिएन कता जाने भन्न अनि दाइले चाहिँ भनिहाल्नु भयो मरमकोट गइदिउँ भाइ भनेर त्यही भएर आज चाहिँ हामी मरमकोट जान लाग्यो सो दाइले नै अहिले एकदम मिहिनेत गर्नुभएको छ कि जस दाइको चाहिँ मैले नाम चाहिँ कुमार पुन छ डिस्क्रिप्सनमा राखिदिन्छु घरमा आएर देखाइदिनु होला दाइलाई चाहिँ सो त्यही हो गाइस फाइनल्ली कति पछि देख्नु भयो होला बसन्तीमा भ्लग होइन जस मजा आइरहेको छ र हाम्रो दाइ चाहिँ टक्क लगाएर अहिले चाहिँ जस हुन्छ नि सुरु हो भनौँ न दाइको भ्लग चाहिँ टक्क माया देखाइदिनु होला गाइस कतिजना हुनुहुन्छ मबाट जाने होइन मैले दाइको चाहिँ डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु एकदमै मेहनती खालको हुनुहुन्छ क्या अरूभन्दा पनि दाइको सेटअप यस्तो बवाल छ अनि दाइको हेलमेटमै 1 लाखको जतिको लगभग सामान छ क्या 90,000देखि त्यस्तै भनौँ न मायाकै 24-25 हजारको छ क्या अहिले मैले देखाउँछु दाइको यताउति जगाड भनौँ न के जस यत्तिको चाहिँ हुनुपर्छ सही हो ल सो त्यही हो आज हजुरलाई मैले मरमकोट कहाँ जाने कसो जाने लोकेसन पनि देखाउँछु है त कसरी जाने टक्क त्यही सुरुमा त पर्वासबाट निस्किनु पऱ्यो हामी चाहिँ चरचरेसम्म जानु पऱ्यो क्या अनि चरचरबाट उकालो लाग्ने हो अनि त्यो उकालो अहिले कताबाट लाग्ने अहिले मैले देखाइहाल्छु कि हजुरहरूलाई भिडियोमा सो दाइले चाहिँ पेट्रोल भर्नु भएको छ मेरोमा चाहिँ मजाले बोतल फुएर पनि आउँछ होइन मैले हजुरलाई यो अघि राम्रोसँग देखाएको हेर नि यो बिलेट उस हो क्या त काट्ने हुन्छ नि आवाज यस्तो मस्तको फाल्छ नि सही हो ल हजुर तेल मेरोमा बोतल पुएर आउँछु म आउँछु अङ्कल फेरि हाल्न कन्टिन्यू गरौँ न त बोल्ने बेला मात्र मलाई अन गर्छु अनि त्यसपछि अफ गर्छु कन्टिन्यू त भर्खर चार्ज भइन्छ दाइ फेरि दाइ तर भएन गाइज अहिले चाहिँ म यो भाले बासमा आएको छु अरूभन्दा पनि मैले के गरेको म त विशाल भण्डारी भ्लग हो नि गाइज बसन्तीलाई चाहिँ 1 लाख कटाउनु छ नि त बिचमा अब के भयो भनौँ कि अब के भयो भन्दा पनि मेसै मिलेन के अब बिजी छु भन्दा पनि होइन बिजी छैन जस्तो पनि बिजी छैन जस्तो भ्लग गर न भन्दा पनि होइन बिजी छु जस्तो कि अब के हो के त्यस्तै भयो ठिकै छ जे हुने भइसक्यो अब चाहिँ यस्तरी हुन्न कति लगभग 45 दिन हो कि 50 दिन हो क्या 50 दिन 19 घन्टा कति भएको थियो कि मैले बिहान हेर्दा चाहिँ कि युट्युब स्टुडियोमा त्यत्रो दिन भएछ कि मैले भिडियो युट्युबमा नराखेको के त्यही भएर यस्तरी भएन अब चाहिँ जे जसो हुन्छ डेली लाइफको देखाइरहनु पऱ्यो होइन किनकि अब नराख्नु भन्दा त केही न केही राखेको राम्रो नि त त्यो कारणले गर्दा चाहिँ अब चाहिँ कमब्याक गर्छु गाइस त्यही हो माया देखाउनु होला सपोर्ट देखाउनु होला जे जस्तो हुन्छ नि म देखाउने छु जस कस्तो हुने के अझै पनि जस हुन्छ नि मान्छेहरूले चिन्ता यताउति गर्दा चाहिँ छुट्टै खालको मोटिभेट मिल्छ होइन बेला बिर्सिन्छु क्या मैले कस्तो हुँदो रहेछ भन्दाखेरि अब त भिडियो ल होइन नि यस्तो गर्नुहुन्न के गरेको मैले पाक हुन्छ नि बेला कस्तो हुँदो रहेछ भन्दाखेरि बिर्सिने क्या एकदमै अब धेरै हुन्छ नि त आफूले भिडियो नलागेको 10-15-20 दिन बस्दा त म एउटा भ्लगर हो मैले पनि युट्युबमा भिडियो राख्छु भन्ने चाहिँ त्यो एउटा बिर्सिने क्या अनि त्यही पनि अब मान्छेहरूले चिन्ता विशाल पनि भ्लग होइन त गरेर बोल्दा भाइहरूले लिएर ठुल्ठुलो पनि चिन्ता हुन्छ नि किन भ्लग आएन भ्लग आउनु पर्यो भन्दा चाहिँ छुट्टै खालको मोटिभेसन मिल्ने आज बेला त हुन्छ नि अब कतिजना फेरि हाँस्नु होला टक्क अब फोटोसोटो खिच्दा पनि यताउति हुन्छ नि आफूलाई केही चाहिँ लाग्दैन म केही होइन जस्तो लाग्दैन हुन्छ लाग्छ तर पनि मान्छेहरूले त्यो फोटो खिच्दा चाहिँ होइन यार म केही न केही त भइसक्यो हो तर मैले यस्तो गर्नुहुन्न भिडियो चाहिँ गराउनुपर्छ भनेर मोटिभेट मिल्ने क्या हो त्यही कारणले गर्दा चाहिँ आज छुट्टै खालको जोस आएर चाहिँ आज भिडियो गराइदिएको होइन
जे जस्तै अब चाहिँ म गराउँछु अरू कामहरू पनि मैले गरिरहेको हुन्छु त्यो पनि बरु देखाउँछु के गर्छु भनेर हजुरहरूलाई चाहिँ डेली लाइफको देखाउँछु माया चाहिँ देखाइदिनु होला बरु यसरी गर भन्नु होला म त्यही अनुसार गर्नेछु तर बसन्तीबाट चाहिँ कहाँ बसन्ती हो नि त यार वान एन्ड ओन्ली पिस युनिक छ नि त होइन यसलाई त मैले चिनाउनु पऱ्यो नि त कहाँ अनि केहीजना अर्किनु बसेर त यार त भएन नि त त्यही भएर जस्तो हुन्छ क्या जहाँ हिँडेको जे हुन्छ देखाइदिन्छु तर त्यही माया चाहिँ गरिदिनु होला सक्छम बरु छोटो भ्लग गर्छु 10-12 मिनटको तर चाहिँ राम्रो दिने चाहिँ कोसिस गर्छु हजुरहरूलाई इन्टरटेनमेन्ट हुने भनौँ न कति भनौँ न भनेको यिनीहरू यो बहुत सिक्नु पऱ्यो क्या बोल्न गाइज हुन्छ जे हो त्यही हो होइन अब आफ्नो क्यारेक्टरलाई चेन्ज गर्न चाहिँ भएन नि त त्यही भएर ठिक छ मेरो फेरि बसन्तीको हुन्छ नि पुरै सिस्टममा छ ल हेर्नु न अब मैले यो बुटोलसम्म पनि यत्तिकै हिँड्छ कि यो किनकि त्यहाँ हल्का त्यो साह्रो छ एक्सिलेटर चाहिँ बढी भयो ओए कस्तो कुदेको बसन्ती ल अब हेर्नु ल आफै हिँड्छ क्या यत्तिकै बाङ्गे भयो हल्कै आनन्दले दाइ पछाडि हुनुहुन्छ तर यस्तो चाहिँ गर्न नहुने थियो हेर्नु ल अब थोरै बटार्ने भन्छ अझै दौड्छ अलि भएन यो फेरि कस्तो छ भन्दाखेरि हल्का मात्र बटाऱ्यो भने हिँड्छ फेरि मैले फुल बटाऱ्यो भने चाहिँ एक्सिलेटर लिन्न यसले दौड्दैन त्यस्तोकै एउटा सेन्सर टाइपको हो क्या सेफ्टी के हुन्छ नि त्यत्तिको टाइटको मैले ठिक्क गराएको किनकि फुल बटारिराख्दा पनि इन्जिन तात्ने यताउति हल्का कन्ट्रोल भएर पल्टिने चान्स हुन्छ नि त बरु ठिक्क कि हल्का मात्र बटाऱ्यो यत्तिकै हुन्छ कि अन्त अब हेर्नु है फुल बटाऱ्यो हुन्न हेर्नु हुन्न यो अब मैले हल्का मात्र बटार्छु हिँडिरहन्छ कि बुझ्नु होला होइन मैले खास यो कस्तो गराएको छु भनेर किनकि सुस्त दौडे बस्दा त्यस्तो रिक्स हुन्न नि त अब फुल बटार्छु दौड्दैन क्या सेन्सर भएछ क्या बसन्तीको सही हो चिटिक्क यो पान्ने बसलाई चाहिँ ओभरटेक हान्नु पऱ्यो आम्मामा हेर्नु त सो फाइनली गाइज अहिले चाहिँ म चर्चर आइसकेको छु यदि हजुरहरूलाई मरमकोट जान छ भने चाहिँ हजुर दाइ हजुर यहाँबाट मासतिर दाइ मासतिर दाइ यहाँबाट म एकपाल भन्छु त बुटोलबाट जस मरमकोट जान छ भने चाहिँ बुटोलबाट आउँदा चाहिँ चर्चर भन्ने ठाउँमा रोक्नु होला अनि यहाँबाट यो उकाल लाग्नु होला ठ्याक्कै यो घुम्टी दिएपछि अनि यहाँबाट सिधै उकाल गएपछि गइन्छ मरमकोट त्यो ठाउँबाट चाहिँ हामी अब माथि जानुपर्ने हुन्छ ठ्याक्कै यो उकाल आउँछ कि चर्चरे ठाउँ भन्ने चाहिँ सम्झिनु होला अनि यहाँ जसलाई सोधे पनि हुन्छ कि मरमकोट जाने बाटो कताबाट भनेपछि जसलाई पनि बताइदिन्छ कि यो उकाल हो कि टक्क यस्तो छैन एउटा घुम्टी छ ओए के हो बसन्ती तान्छस् त तान्छ कस्तो पड्केको पछाडिको त उकालोमा के मेरो फेरि पछाडि साइलेन्सर हरिब छ नि त मोडिफाई छ कि हल्का के गरेको मैले डबल लोड आयो भने चाहिँ अलिक गाह्रो हुन्छ कि तान्न फेरि तान्छ तर एक गियरमा अब सुस्त चलाउने कुरा भएन नि त अब हेर्नु है ल म सिङ्गल छु यो अलि उकालै छ नि त यस्तोमा 2 गियरमा फुल बटार्नुपर्छ कुद्छ क्या जस बसन्ती मजाले आनन्दले दौडिन्छ मरमकोट जाने माथिबाट हो न बिचरा कस्तो राम्रो कन्फ्युज भएको सुरुमा त स्यालो कुकुर जस्तो लागिरहेको जहाँ तल जहाँ पानी छ चाहिँ तल हाम्रो फेरि केही पनि ल्याइएन क्या बिचरा भोक लाग्थ्यो होला यार केही छैन खानेकुरा हजुर दाइ होइन जान्दै यस्तो बोलेको क्या बाटो त गाई चाहिँ यस्तै अघिबाट 2 गियरमा तानिरहेको छु माथिसम्म माथि अझै योभन्दा खतम छ क्या अहिले चाहिँ बनायो त्यो थाहा भएन तर चाहिँ अलि तानेन के पहिलाको जस्तै छ त माथितिर चाहिँ हल्का प्लस्टरहरू यताउति गरेछ होला क्या पहिलाभन्दा जे तल रोडबाट चर्चरबाट चाहिँ हजुरहरू बाइकमा भनौँ न बसन्ती त हल्का कुद्दैन नि त त्यही भएर चाहिँ अलिक कुदाउने बाइक यताउति छ भने चाहिँ हजुरहरूसँग त्यही आधी घन्टामा चाहिँ मजाले हजुरहरू मरमकोट पुग्नुहुन्छ क्या फेरि नन स्टप हिँड्नु पऱ्यो सर र उकालो छ बाटो यस्तै अहिले त धेरै बिसेको रहेछ पहिला त खाल्टाङ र खुल्टुङ अलि बिसेको रहेछ क्या त होइन बाटो अलि बिसेको रहेछ क्या पहिला त माथितिर त प्लस्टर गरेर अहिले गराएको क्या त पहिला त साउन्ड यो त राम्रो आछ छिर्छ क्या यताबाट दा छिर्छ होला ओए छिर्न त यो ह्यान्डलले दिन्न क्या यार मलाई त्यस्तै लागिरहेको कता ल जबरजस्ती छिरा यार मैले त दाइको त छिर्छ होला मजाले अलिक गाह्रो त हेर्नु ल स्कुटीको त ह्यान्डल छिराउनु त्यस्तो गाह्रो भने सोच्नु मेरो त एक्सपल्सको हो क्या सो बाटो चाहिँ यस्तै छ है गाइज पहिलाभन्दा त धेरै राम्रो अहिलेको बाटो चाहिँ तर जेस कुदाउन मजा आउँछ मेरो फेरि पछाडिको एकदम पातलो छ क्या टायर चाहिँ
त्यही भएर लिरिक लर्किन्छ क्या। एक त बाटो पनि त्यस्तै छ नि त, घुम्टीमा फेरि सिधा मतलब यस्तरी 3 दौडाउँछु 3 4 तर कस्तो बेला सोचेको मैले बसन्ती यस्तरी कुदाउँछु भनेपछि फेरि आफूलाई हो कि चाहिँ त्यस्तो भन्न त खोजेको होइन, तर डट पाएछु भने त कति मजाले मैले फेरि डट चलाउनु त चलाऊ, रोडमा म त चलाऊ क्या। अफ रोड अहिलेसम्म मलाई थाहै छैन कतिको कस्तो फिल आउँछ भनेर, मजा त मजै आउँछ। ल हेर्नु नि टक्क हरिफ कुदाम है त्यही। ओइ दुईमा ताने बसन्तीले सही हो। ल ओइ बेला चाहिँ यस्तो ठाउँमा आएर यस्तरी रोक्नु होला अनि यस्तो खालको भ्यू देख्न सकिन्छ। वाह स्वर्ग हो कि। हिजो पानी परेर होला, आज चाहिँ कस्तो शीतल छ क्या। दाइ कति जानुभयो? दाइ आउनै हुनुहुन्छ होला। त्यति बेलासम्म बसन्तीलाई म एकछिन सेलाउन हाल्छु। अघि पनि बस्न त बसेको थियो तलतिर, बेला म नन स्टप फेरि कहिले पनि चलाउनु क्या बसन्तीको, किनकि तात्छ नि त यताउति सब जोगाडमा है। आछु चुचु ल अरू भन्दा नि के पानी पर्ला जस्तो लाग्यो त। ओहो पानी पर्यो त झ्याउँछ नि त। पऱ्यो पानी पर्छ क्या यार, हल्का फिस परिभ्या क्या। खास हामी मरमकोट आएको हजुरहरूलाई भ्यू देखाउन हो, यस्तो तालले त खोइ के हो मरमकोट मात्र देखेला जस्तो छ त, किनकि भ्यू मिठो देखिन्थ्यो क्या पुरै यताउति टक्क। ल हेर्नु न पुरै कुहिरो लाग्यो क्या, पानी पर्ला जस्तो भयो त। ओए तर मजा आयो मजा, यस्तो मजाको कुहिरोहरू यस्तो दौडिरहेको छ नि हेर्नु न। ल ओए तल फेरि घाम लागेको छ हैट, स्वर्ग छ क्या। तर पाल्पा यार लास्टै नै कतिलाई थाहा छैन, जस पाल्पा हुन होला गाइस गर्मी लाग्छ नि त, चिसो खाना चाहिँ पाल्पा हुन होला। पाल्पाको डाँडा चढ्नु हो भने चाहिँ हजुरहरू हुन्छ नि जति नै गर्मी भए पनि जाडो हुन्छ क्या। सर्र उकाल लागेपछि यस्तो खालको ठाउँ देखिन्छ। यहाँबाट सिडीबाट भित्र जाने, यहाँ लेखेको पनि छ यी डाँडा जाने बाटो। हजुर दाइ जन्तिलुङ ए महिलेसम्म गयो नि दाइ हो र? हुन्छ दाइ अहिले ए हुन्छ अहिले जाँदा त्यतैबाट जाउँला दाइ। सो खास मरमकोट आएको त हजुरहरूलाई मरमकोट देखाम कति बजी भनेको नि त। अब यस्तो छ हेर्नु नि, केही चाहिँ देखिएन हजुरहरूलाई के देखाम भइरहेको र वेलकम टु माई ब्लग। हाम्रो दाइ फेरि पनि ल भाइको च्यानलमा केही भनिदिनु न त दाइले। ल सबैले यस्तै गरेर माया देखाइदिनु होला होइन, अनि त्यही हो, अरू त के भन्ने र। मलाई पनि सपोर्ट गरिदिनु होला। मेरो युट्युब च्यानलमा नाम छ कुमारपुन ब्लग छ, सो गएर चेक इट आउट है सबैजनाले। त्यही हो, दाइलाई पनि माया देखाइदिनु होला। म लिङ्क राखिदिन्छु दाइको पनि ठ्याक्कै डिस्क्रिप्सनमा। हामी चाहिँ लगभग कति के हामी फेरि वर्षै भन्नाले वर्ष त के होइन 3-4 महिनादेखि चाहिँ प्लान गरिरहेको थियौँ कि एउटा ठाउँमा। त्यो ठाउँसम्म चाहिँ जान सम्झिने, कहिले के पर्छ, कहिले मेरो काम, कहिले उसको कामले गर्दा नभ्याएको। अनि आज चाहिँ म अब निद्रा पनि पुगेको थिएन क्या, अनि भाइले फोन गरेर नै उठेको क्या म चाहिँ। दाइ आज जाऊँ न त कतै राइड भने, अनि त्यसो ल ठिक छ नि त गइदिउँ भनेर चाहिँ हिँडेको। आऊ न त आइयो, हरियो तानसेनको भ्यू देखाउँला भनेर थोरै अहिले हुस्सु लागेको कारणले केही पनि देखेको छैन। अझै माथिबाट त हुस्सुको शीत परिरहेको छ क्या थोरै। अनि हामीलाई चाहिँ यो चाहिँ एकदम मजा आइरहेको छ यहाँ बस्न चाहिँ। तर पनि के देखाम, नयाँ कुराहरू देखाम भनेर आएको। म पनि लगभग 6-7 वर्षपछि आएको बाटो बिर्सेँ। मलाई त यो बाटो हो कि होइन कि टाइपको फिल भइरहेको कि। तर थाहा चाहिँ मलाई चाहिँ थाहा थियो दाइ। उस त म त कति 1 वर्ष मात्रै भयो होला कि म नआएको। म त भ्लगै गराएको नि त, 2-3 चोटि भ्लगै गराएको यहाँको। म त पहिले गराएको, त्यही पनि मेरो पनि च्यानल डाउन थियो नि त, त्यही भएर हजुरलाई जसको अफिसियल हो दाइ हो। त्यही भएर मैले त्यही भनेको भ्लगमा पनि जे हुन्छ नि मलाई कामदेखि लिएर जे गर्छु त्यो मैले देखाउँछु जो। त्यही हो, बरु के कसरी गर्ने हो यताउति हजुरहरूले चाहिँ आफ्नो राय दिनु होला। भ्लग बन्छ हाम्रो चाहिँ होइन। अब त्यही हो, कहाँ गइन्छ रमाइलो हुन्छ। अनि मैले त अब चाहिँ भाइ अझै प्लानिङ चाहिँ ढोरपाटन बुकीको गरिरहेको छु। ए अँ ट्रेकिङ हुन्छ जाऊँ न दाइ। त्यतातिर जाने बर्खाको बेला जानुपर्छ, त्यहाँदेखिको नजारा त बवाल देखिन्छ कि। सही हो, र यहाँको पनि नजारा त बवालै हो, तर कता गयो ल हेर्नु न। ल आकाशमाथि हिँडे जस्तो फिल भइरहेको क्या। मेन मरमकोटमा चाहिँ आइसकेको छौँ। लुक एट द भ्यू गाइज, टक्क लाएर ल भ्यू देख्न सक्नुहुन्छ है। यही हो मरमकोट चाहिँ। दाइ अगाडि हुनुहुन्छ अनि यही टक्क कुहिरो नलागेको भए त अरू भ्यूहरू देखिन्थ्यो, उता माडीफाट यताउति कता देखिन्थ्यो। तर जेस राम्रो छ भनौँ न, भिडियोमा भन्दा पनि हजुरहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ बुटोलबाट अब कति ठाउँ पाल्पाइबाट हुनुहुन्छ तर नआएको हुनुहुन्छ नि त, नआउन सक्नुहुन्छ नि त। तर एकपल्ट आउनु होला, खासै छैन। त्यही बाइकमा आधी घन्टा 35 मिनट मजा लागिन्छ सर र नन स्टप आउनुभयो भने चाहिँ। त्यही हो, आउनु होला, एकदम रमाइलो छ।
मजा आएको छ क्या पिस छ क्या कतिलाई थाहै छैन पाल्पा यस्तो स्वर्ग जस्तो ठाउँ छ नि यस्तो हावापानीदेखि लिएर यताउति सबै कुरा ठाउँहरू बल्ल अहिले अलिअलि भ्यूदेखि लागेको छ ल हेर्नु ल अगाडि बल्ल बाटोहरू यताउति देखियो कि ओए बल्ल हट्यो दाइ हट्यो हट्दैछ है अघि त्यताको बाटो पनि देखिएको थिएन अहिले त सबै हट दाइले चाहिँ त्यहाँ टाइम स्ल्याप गराउनु लाउनु भएको छ ओए हट्यो सो अब चाहिँ म निस्किन लाग्यो अघि राम्रोसँग देख्नु भने नि त मरमकोट त्यही भएर अब हेर्नु गाइज ल मरमकोट चाहिँ यही हो है त यही होला मेन मरमकोट चाहिँ पाल्पाको सो अलराइट गाइज अहिले चाहिँ हामी मरमकोटबाट निस्किसकेको छौँ दाइले चाहिँ आज मलाई नयाँ ठाउँ लग्नुहुन्छ अरे क्या म मरमकोटबाट चाहिँ सधैँ बसन्ती त्यहाँ पार गरेर जस माथिल्लो यो बाटो आएकै थिएन क्या आज चाहिँ आइदिनु लाग्यो होइन माथि पनि एकदम राम्रो ठाउँ छ अरे सो हेरौँ है त कस्तो छ त्यो ठाउँको नाम के भन्नुभएको थियो कुनै दाइले चुङ्गे हो कि चुङ्गे नुङ्गे के भन्नुभएको थियो बिर्सेँ अहिले मैले भनिहाल्छु कि हजुरहरूलाई अघि भर्खर घाम लाग्थ्यो फेरि अब कुहिरो लागिसक्यो तर बाटो चाहिँ यस्तै यस्तै रहेछ गाइज यता माथितिर बिर्सिनु भएको नाम के भन्नुभएको थियो त्यसको जन्तीलुङ सो नाम चाहिँ जन्तीलुङ है छ तर दाइले बाटै बिर्सिनु भएछ उसको र दाइ मेरो एउटा आइडिया तँ गरे अहिलेसम्म मिल्थ्यो के अरे इनी मिनी म्याङ्गो यु क्यान गो यसो हल्का हजुरले सेन्स लाउनु त्यो पहिला कताबाट गएको मासतिर तँ कस्तो खरा भन त भ्यू देखिने हो कि तल फेरि रोडमा निक्लिने हो कि फेरि माथि नै हो जस्तो मलाई लाग्छ सो तलै छ मरमकोटबाट चाहिँ नन स्टप हजुरहरू बाटो आउनु होइन किनकि हजुरहरूलाई पनि बताउनु पऱ्यो नि त हामीले मात्र बुझेर भएन सर नन स्टप उकालो बाटोलाई आउनु अनि यहाँ दुईवटा बाटो आउँछ क्या दुईवटा बाटो आएपछि यहाँ चाहिँ तल लाग्नु होला है त यो बाबा लागेको हेर्नु न तर तातो हुँदो रहेछ किनकि पुरा धुवाहरू उस हुन्छ नि त है बसन्ती चाहिँ धन्न बसन्ती छ र यही हो दाइ म त फर्स्ट टाइम आएँ यहाँ त बाटो त जेस मैले खासै भ्लग त गरेन तर खात्राको खुत्रुक रहेछ सो हजुरहरूलाई म गोप्रोबाटै देखाउँछु है त ल ओ यही है त गाइज ल जन्तीलुङ भन्ने एउटा ठाउँ भनौँ न ठाउँको नाम होला सायद यो चाहिँ एउटा पार्क टाइपको नमस्ते भगवान् म फर्स्ट टाइम हो दाइ सही रहेछ त कस्तो पिसफुल क्या त्यहाँ तल स्कुल पनि रहेछ ल यही छ है त सो यहाँ दान पेटी पनि रहेछ टक्क लाएर 10 रुपियाँ चढाइदिउँ न होइन ए यो ठाउँलाई भ्यू ए माथि त म गएकै छैन माथि जाऊँ न एकपालि हुस्सु आज फेरि हुस्सु लाग्यो नत्र यहाँ चाहिँ तानसिनको भ्यूहरू यताउति सब छ्याक्क देखिँदो रहेछ क्या ए ल यही है त गाइज जन्तीलुङ भन्ने चाहिँ सो अहिले चाहिँ हामीले नास्ता खाएको थियौँ यही पछाडिको होटलमा सो यही है त गाइज नाङ्गो गाउँ भन्न के अरे दाइ यो चुङ्गे गाउँ के अरे दाइ ठाउँको नाम हजुर जन्तीलुङ पाल्पाको जन्तीलुङ है छ टक्क लाएर जियोस् म त आएकै थिएन कि आज दाइले ल्याउनु भयो एकदम मजा आयो भनौँ न गाइज धेरै पछि भ्लग गर्दा उतापट्टि तानसेनको भ्यूहरू देखिँदो रहेछ राम्रोसँग तर अहिले चाहिँ राम्रोसँग देखेको छैन किनकि कुहिरो लाग्छ नि त यता त्यस्तै हो क्या यता पाल्पातिर फेरि अब डाँडोमा चढ्नुपर्छ कति बेला छिनछिनमा मौसम चेन्ज क्या कति बेला अब पानी पर्छ कति बेला घाम पर्छ सो अहिले चाहिँ हामी अलिक छुट्टै बाटो आएको छौँ किनकि एउटै बाटो हजुरहरूलाई पनि झ्याउ लाग्छ नि त आउँदा चाहिँ हामी चढ्छौँ उता रोडबाट आइएको थियो नि त माथि उकालो चढेर अहिले आउँदा चाहिँ ठ्याक्क त्यही माथिबाट एउटा सर्टकटबाट आएको छौँ क्या यहाँबाट चाहिँ सिधै उता रोडमा पुगिन्छ उता डुम्रेतिर त्यही भएर सरर ओइ बेला बेला कस्तो डेन्जर ठाउँ रहेछ क्या ठ्याक्क भिर के हुन्छ नि ठ्याक्क देखिने क्या पहिले नदेखिने नजिक आएपछि देखिने टाइपको क्या अब यस्तो हेर्नु नि ठ्याक्क यहाँ खसी भन्दा गयो मैले काँड हिँडालेको दाइ अब भेजा खानु भयो मलाई दिएर दाइले शुद्ध ल्याउनु भयो आउँछ दाइ आउँछ दाइ आउँछ बिस्तारै दाइ यसो अफ रोड होइन हामी बाटोमा हिँड्न त हिँड्ने छ नि जुन बाटो थाहा थियो त्यो बाटो फेरि त्यतातिर फेरि बाटो बन्द रहेछ कि बाटो गराइरहेको रहेछ त्यही भएर हामी एउटा दाइले यहाँबाट पनि जान त जान्छ बाटो खराब त भन्दै हुनुहुन्थ्यो खराब त खराब लास्टै नै खराब रहेछ कि फेरि हेर्नु नि अहिले त अलि राम्रो अलि उता कस्तो थियो मैले खासै भ्लग त गरेन तर जसरी हुन्छ हामीलाई फेरि जान फेरि यही तल छ क्या ठ्याक्क त्यो डाँडोको तलपट्टिको रोडसम्म पुग्न छ क्या जसरी भयो नि त्यही भएर हामी
पाक दाउरा आइछ हरिफ तर्सेँ नि दाइ म मलाई फेरि स्नेक फोबिया छ नि त औडा तर्छ यार लास्टै डर लाग्छ कि स्नेकबाट फेरि मलाई सानैमा स्नेकले नागले भनौँ न बेरेर ढाडसम्म यस्तो उस गरेर सर गएको थियो क्या त्यहाँबाट चाहिँ सातो उडेको क्या अनि त्यहाँबाट सर्पो भन्ने बित्तिकै लास्टै डर लाग्छ क्या ल बाटो हेर्न सक्नुहुन्छ गाइज मैले क्यामेरा कटिङ गर्दिनँ आमा यस्तो छ नि ए टायर पङ्चर भयो क्या भनेको भाइ होइन बसन्तीले धोका त दिन्न यस्तो यस्तो ठाउँमा त बसन्तीले धोका त दिन्न ए दाइ के हो यो बाटो त यसरी गराउने हो मलाई फेरि यस्तो ठाउँ बवाल मनपर्छ कि दाइ हेर्नु है म त आएँ दाइ यस यस दाइ राम्रोसँगै दाइ यहाँबाट खसियो नि गइयो ए यो हो नि त मजा आमामामामामा यतिको बाटो हुन्छ भनेर त मलाई सोचेकै थिएन तर हेर्नु ल त्यहाँबाट खसेको गइयो क्या सिधै तलतिर हैट मजा आएको छ गाइज मजा कहाँ हिँड्ने हो कहाँ हिँड्ने हो क्या हामी आज ओ वेट हैट डट हो क्या तर बसन्ती त हैट पहिरो झर्छ क्या झरिरहेको रहेछ अरू भन्दा पनि बसन्ती त हल्का ठुलो टायर चाहिँ सजिलो हुन्छ म किन दौडाइराखु दाइ पनि त हुनुहुन्छ नि त हाम्रो त्यस मजा आइरहेछ आज चाहिँ होइन कहाँ यो हामी हे तेरी ढ्याङरङ ढ्याङरङ र ढुङरुङ ढ्याङरङ र ढुङरुङ गर्दै हिँड्ने हो खुट्टा टेक्न भएन क्या जुत्ता लगाइयो बसन्ती हो नि त आइट ल अब दाइको हेरौँ है फस्यो ए ल है ल जुत्ता नटेक के हुन्थ्यो सही हो दाइ ल यस्तोमा त दौडायो दाइ यो हो नि त होइन यो त धेरै राम्रो बाटो हो गाइज माथिपट्टि यस्तो थियो नि बाटो त आम्मामामामा अब हेर्नु है यहाँ थियौँ हामीलाई त स्वर्ग जस्तो हुन्छ होला क्या ल हे बाटो हेर्नु न बाटो स्वर्ग आए जस्तो भयो त दाइ अझ कुदाएको दाइले यस्तो थियो नि गाइज बाटो त यस्तो थियो कि कुरै नगर्ने मैले हल्का हल्का त देखाएँ हजुरहरूलाई होइन किनकि अब नन स्टप त्यही अफरोडै देखाउँदा पनि हजुरहरूलाई मजा आउन्न नि त ओए बाटो त के यस्तो तर आज हुन्छ नि गाई सोचेको भन्दा एकदमै रमाइलो भयो क्या ऱ्यान्डम भयो क्या भिडियो जो खास त हाम्रो प्लान त मरमकोट आउने थियो नि त मरमकोट पनि थिएन मलाई त केही थाहै थिएन अनि यतिकै मैले दाइलाई फोन गरेर दाइ जाऊँ न त आज यसो निस्किम भनेर किनकि मलाई फेरि आज मनैबाट भ्लग गराउनु मन थियो जसरी गयो नि गराउँछु चाहिँ भन्ने थियो क्या अनि दाइ पनि एकदम फेरि अहिले चाहिँ जस नयाँ हो दाइ चाहिँ हुन्छ नि भ्लगमा त्यही भएर चाहिँ एकदम मिहिनेत देखाउनु भएको छ क्या त्यही भएर दाइलाई पनि माया देखाइदिनु होला गाइज कति हुन्छ मबाट होइन सब्सक्राइब के अरे डिस्क्रिप्सनमा राखिदिन्छु म दाइको चाहिँ गएर हेरिदिनु होला दाइको क्वालिटी लिएर यताउति एकदमै राम्रो गराउनुहुन्छ कि कुन गाउँ हो यो कस्तो राम्रो हो त्यही भएर चाहिँ अझ अनि दाइले चाहिँ जाऊँ न त भाइ मरमकोट जाऊँ भन्नुभयो अनि त्यसपछि आइदिएको मैले त के सोचेँ मरमकोट पछि सेम बाटो फर्किन्छ भन्ने सोचेको थिएँ अनि दाइले फेरि माथि त्यो चेङ्गु हो कि के हो चिङ्गु के हो कस्तो ठाउँको नामै बिर्सेँ त्यहाँ गयो अनि त्यहाँबाट यता आइयो अनि चिनेकै बाटोबाट हामी फर्किने सोचेको थियौँ क्या तर जहाँ जुन बाटो चिनेको थियौँ त्यहाँ फेरि अब कन्स्ट्रक्सन यताउति बाटो बनाउँदै हिजो गाडीहरू नचिर्ने अनि त्यसपछि नयाँ बाटो सोध्दै आइयो अब आउनु त आइयो बाटो फेरि छन त रहेछ तर पुरै जङ्गलको रहेछ क्या जस बाटो भएको त्यस्तो राम्रो बाटो नै क्या खाडाङ र खुडुङ तेरि कि देख्नुभयो होला अघि नै चाहिँ हजुरहरूले थाहा बसन्ती कुदेको फुल स्पिड दाइ सो अब चाहिँ हामी जान लाग्यो दाइ घर म घर मेरो भिडियोमा हेर दाइको डिस्क्रिप्सनमा हुन्छ भोलि यो भिडियो आउँछ अनि त्यसपछि मेरो डिस्क्रिप्सनमा हेर्ने है बुझ्यौ ल ल हुन्छ दाइ फेरि जानुपर्छ दाइ मिठो मिलाएर हुन्छ दाइ आजको त ऱ्यान्डमवाला छुट्टै मजा आयो क्या त्यो त मेरो दाइ हो साथी होइन नमस्ते ल हुन्छ दाइ ल फेरि यो भोलि आउँछ है त ल हस् दाइ ल